आराम हुनुहुन्छ? कति वर्षको हुनुभयो? 62 वर्ष। ए अहिले 62 वर्ष हुनुभयो। अनि यो ठ्याक्कै ठाउँको नाम के हो? यो ठाउँको नाम हामी थानमारे भन्छ, चाल्ने ढुङ्गा। ए चाल्ने ढुङ्गामा हुनुहुन्छ हजुरहरू सिन्धुपाल्चोकको। सिन्धुपाल्चोक। अनि हजुरले चाहिँ त्यो भन्नुभयो नि पहिलाको यो कहानीहरू अहिलेसम्म पनि त्यही समस्या छ पानीको। अनि कसरी पानी बोक्ने कसरी ल्याउने आजसम्मको जीवन यो जो यहाँको पानीको अथवा यहाँको अवस्था हजुर कस्तो लागेको छ भन्नुहोस् त? हाम्रो पहिला सुरुको हुँदाखेरि चाहिँ धेरै गाह्रो थियो। हजुर डोको नाम्लो त्यहाँमाथि अब त्यति बेला चाहिँ प्लास्टिकको भाडा हुन्थ्यो, त्यो जर्किन भन्थ्यो। हजुर। तिनीहरू एउटा गाडीमा तल हालेर अर्को गाडी माथि हालेर अनि एउटा जर्किन हालेर पनि बोक्थ्यौँ हामी अलि बलियो हुँदाखेरि। कति लिटर जति बोक्नु हुन्थ्यो? कति किलो हुने रहेछ त्यो झन्डै झन्डै? झन्डै त्यस्तै 40-45 किलो चाहिँ बोक्थ्यौँ। हजुर हजुर है त्यति चाहिँ सरदार बोक्थ्यौँ। कोही बेला चाहिँ 50 किलोसम्म बोक्यौँ। ए 50 किलोसम्म। 50 अनि मान्छेले खाने पनि बोकेरै ल्याउने र गाई बस्तु पाल्दाखेरि पनि हजुर पनि अनि गाई बस्तुलाई पनि त्यो बोकेरै खुवाउने? बोकेरै खुवाउने। दुईटा भैँसी हुन्थ्यो दुना। अनि दिनभरिमा कति बोक्नु पर्थ्यो पानी? एकजनाले कति बोक्नु हुन्थ्यो? कति खेप भन्नुभएको थियो? अघि मैले 10 खेप भनेको थिएँ। 10 खेप 10-11 कोही दिन त 12 पनि हामी बसिराखेको घरमा बनाउनलाई हामी एक्लैले पानी बोक्थ्यौँ। ए 12 घर बनाउनलाई पनि। घर बनाउने पानी पनि बोक्ने त त्यो कुरा भयो। अनि यतापट्टि के भन्छ त्यो गाई बस्तुको लागि अथवा केही गर्दाखेरि एक दिनमा कम्तीमा 10 खेप पानी बोक्नु पर्ने। अनि पानी बोकिसक्दा पानी बोक्दा बोक्दै तपाईँको दिन त सकिन्थ्यो होला त? सकिन्थ्यो। त्यो पकाउन खाना के अब राति बेलुका साँझ परे पनि जान्थ्यौँ, 2 खेप ल्याउँथ्यौँ। बिहान उज्यालो हुँदा पनि ल्याइसक्थ्यौँ 1 खेप। अनि अहिले के छ अवस्था? अहिले पानी पुगेको छ कि छैन? अहिले पुगेको छ। पानी पुगेको छ। कहाँको पानी ल्याएको छ अहिले? अहिले जलकिनीबाट ल्याएको छ हामीले, काँडे जलकिनी खोलाको। हजुर हजुर। दुईटाको मिसेर ल्याएको छ। अनि यहाँ ट्याङ्की बनाएको छ। अनि त्यहाँबाट 10 घरलाई एउटा धारो छ। ए 10 घरलाई एउटा धारो। र अहिले तपाईँलाई यो पानी ट्याङ्की बन्दा खुसी लागेको छ? अति खुसी लागेको छ। खुसी छौ? त्यो त कुरै नहो। हामीलाई यति एक धारो खस्यो भनेदेखि त्यहाँभन्दा ठुलो केही छैन। ल हेर्नुहोस् त यत्रो विडम्बना छ हामी नेपालीहरूका एउटा पानी नपाएर है। देशले केही पनि खोजेको जस्तो मलाई लाग्दैन। यो देशलाई मात्रै पानी भए पुग्छ। ल हेर्नुहोस् त अरू त नागरिकहरूले किसानहरूले आफै बनाउनुहुन्छ, उहाँ गर्न सक्ने उहाँहरूसँग क्षमता छ, ताकत छ, ल्याकत छ। तर उहाँहरूले पानीकैले छटपटिनु भएको थियो। अनि के खेतीपाती कसरी गर्नु त? यस्तो पानी नै बोकेर 10-20 खेप पानी बोकेपछि आकाशे भरले नै हामी यसरी चल्यौँ। आकाशकै भरमा खाना चाहिँ अहिलेसम्म खाइरहेको छौँ। अनि अहिले चाहिँ पानी चाहिँ खानालाई लुगा धुनलाई जस अब हामी केही चेन्जमा आउँछ भन्ने खुसी छौँ है त? ल यति हाम्रो बुढो एउटा आमा हुनुहुन्छ 55 वर्षको, मेरो त दिदी सोसारको मान्छे। 55 होइन 62 वर्षको। 65 वर्षमा हेर्नुहोस् त 10 खेप अझै पनि 8-10 खेप 5-10 खेप पानी बोकेर यसरी चलाइ भन्नुहुन्छ। कस्तो दुःख छ नेपालको विडम्बना है। तर अब त नेपालीहरू केही सुख पाउँछन् भन्ने हामीलाई आशा छ। आमा खुसी लागेको छ है? आशा छ, हामीलाई आशा छ। ल हेर्नुहोस् त आशा छ। यत्रो 65 वर्ष 70 वर्ष हुँदा पनि नेपाल केही राम्रो होस् भन्ने त सबैको चाहना रहेछ नि। ल आमा नमस्ते हजुर।